नमस्कार। माझु भञ्ज्याङ पार्क आँधीखोला गाउँपालिका स्याङ्जा जिल्ला गण्डकी प्रदेशमा रहेको एउटा नवनिर्मित पार्क हो। दुई 2022 सालमा सुसम्पन्न यस सुन्दर माझु भञ्ज्याङ पार्कमा घुम्न आउनुहुने सम्पूर्ण पर्यटकहरूको मनोरञ्जनका हेतु यस ठाउँमा उही पुरानै शैलीमा बनाइएका ढुङ्गाका सिँढीहरू, पहाड र शान्त ग्रामीण वातावरणको सुन्दरतालाई निहाल्नका लागि बनाइएका सेड तथा आराम गर्ने कुर्सीहरू, यस ठाउँको प्राकृतिक सौन्दर्यतालाई नबिगार्नका लागि राखिएको फोहोर फाल्ने डस्टबिनहरू, झुलामा मच्चिँदै महसुस हुने शीतल अनि स्वच्छ हावाको अनुभूति लिन साथै फोटो खिचाउनका लागि बनाइएको आई लभ माझु भञ्ज्याङ लेखिएको हृदय आकारको संरचना जस्ता कुराहरूले यस ठाउँको सुन्दरतामा सुनमा सुगन्ध थप्ने काम भने अवश्य गरेको देख्न सकिन्छ। कन्स्ट्रक्सनको समयमा करिब 100 जना स्थानीयहरूलाई रोजगारी दिँदै स्थानीय स्रोत र साधनहरूको परिचालन गर्दै स्थानीयहरूकै बुद्धि विवेक श्रम ज्ञान र अनुभवको प्रयोग गरी निर्माण गरिएको पार्क हो। फलस्वरूप यस ठाउँमा अति सुन्दर पार्क अवलोकन गर्न पाउँदछौँ। पार्कको एकदम दामी नजारा। बागे फाटाके गाउँ नजिकै रहेको माझकटेरीमा अवस्थित यस माझु भञ्ज्याङ पार्क पहाड, जङ्गल र शान्त ग्रामीण वातावरणको मिश्रण भएको प्राकृतिक सौन्दर्यताको रमणीय दृश्य हेर्न प्रख्यात रहेको छ। नाउडाँडाबाट 13 किलोमिटरको दूरीमा रहेको यस माझकटेरी स्वागत गेटमा पुग्न सवारी साधनको माध्यमबाट करिब 35 मिनट समय लाग्दछ भने पैदल यात्रीहरूको लागि 4 घण्टा जति समय लाग्दछ। स्याङ्जा जिल्लाको पहाडी क्षेत्रमा अवस्थित हरियालीले भरिपूर्ण माझु भञ्ज्याङ पार्कमा पुग्नका लागि हामीहरू नाउडाँडाबाट सेती दोभान निबुवा बोट सिरुबारीको रोडलाई पछ्याउँदै हरियाली वन जङ्गल खोला नाला र सुन्दर गाउँहरूलाई पछि छोडेर कतै डाँडा त कतै पाखाको बाटो हुँदै माझु भञ्ज्याङको सुन्दर पार्कमा पुग्न सकिन्छ। धेरै धेरै धन्यवाद बुवा। अन्नपूर्ण माछापुच्छ्रे र धौलागिरी जस्ता विशाल हिमालहरूको काखमा टल्किरहेका हिउँको दृश्यलाई निहाल्दाको अद्भुत अनुभूति, हरियाली पहाडको चुचुराहरू, चराहरूको छिरपिर, सुन्दर शान्त अनि स्वच्छ वातावरणको अनुभव लिन साथीभाइहरू साथसाथै आफ्नो फ्यामिलीहरूसँग पनि दृश्यावलोकन गर्न जान सकिन्छ। नेपाल पर्यटन बोर्ड र आँधीखोला गाउँपालिकाको संयुक्त आर्थिक सहयोगमा माझु भञ्ज्याङ युथ क्लबद्वारा निर्माण गरिएको यस पार्कमा पर्यटकहरूलाई स्वागत गर्दै त्यहाँको स्थानीयहरूद्वारा बनाइएका उब्जाइएका वस्तु तथा सेवाहरूलाई उक्त ठाउँमा ससाना स्टलहरू लगाई बिक्री वितरण गरी स्थानीयहरूले आर्थिक लाभ पनि लिन सक्ने कुरा पनि जानकारी पायौँ। माझकटेरीको पहिचान माझु भञ्ज्याङ पार्कबाट एसियाकै दोस्रो ठुलो बुद्धको मूर्ति भएको ठाउँ थाप्ले पुग्न 1 किलोमिटर दूरी पार गर्नुपर्दछ भने नेपालकै पहिलो होमस्टे सुन्दर गाउँ र दिनौँ सयौँ पर्यटकहरूलाई तान्न सफल सिरुबारी गाउँमा पुग्न जम्मा 3 किलोमिटरको मात्र दूरी पार गर्नुपर्दछ।